यो घर चाहिँ सेमी कमर्सियल घर है। सेमी कमर्सियल भनेको चाहिँ अब तलको लागि चाहिँ जुन यो छ सटर, यो चाहिँ व्यावसायिक प्रयोजनको लागि भयो। त्यस पछाडि माथिपट्टिको चाहिँ हैन आफू बस्नको लागि आवासीयको लागि भयो। यो व्यावसायिक पनि भयो आवासीय पनि भयो के। यो दुई खालको हो। अनि यो चाहिँ मोडर्न बक्स डिजाइनमा हामीले बनाएको। यसको डिजाइन चाहिँ एकदमै दामी छ है। यो अगाडिपट्टिको डिजाइन भयो। अब यतापट्टिको अर्को साइडको डिजाइन पनि म तपाईहरुलाई देखाइदिन्छु। यतापट्टिको साइडको डिजाइन यस्तो खालको छ है। यतापट्टिको साइडको डिजाइन यस्तो भयो। भित्रको पनि धेरै राम्रो छ। तल चाहिँ अब व्यवसायको लागि भयो अनि माथि चाहिँ आफू बस्नको लागि है। अब यो फ्रन्टको डिजाइनको चाहिँ यस्तो छ। यो खालको डिजाइन छ। एकदमै दामी डिजाइन छ है। यो चाहिँ यहाँको चाहिँ एउटा एक्स्ट्रा खालको घर नै हो। अनि यो तलको चाहिँ अब यो यहाँनेरि ठुलो हल छ क्या, सटरको हल भयो। यता दुईवटा सटर छ, यता दुईवटा सटर भयो। यहाँ ठुलो हल छ। अनि तल चाहिँ अब टाइल्स भयो, 2x2 को टाइल्स लगाएको छ। अब यो सटरलाई चाहिँ अब आफ्नै तरिकाले पार्टिसन गरेर यो व्यावसायिक प्रयोजनको लागि चलाउन सकियो है। अब तलपट्टि चाहिँ यो सबै व्यवसायको लागि नै खास। अब यतापट्टि एउटा वासरुम छ, यतापट्टि एउटा वासरुम छ। यो तलको लागि एउटा वासरुम भयो है। तलको लागि वासरुम भयो। यतापट्टि तलको लागि स्टोरहरू बनाउनु पर्यो, के गर्नु पर्यो, सामान राख्नु पर्यो भने यो सबै तलको लागि चाहिँ टोटली व्यवसायको उद्देश्यमा बनाएको है। अब यो एक्जिट डोर भयो। यो तलबाट यता बाहिर निस्किनु पर्दाखेरि यतापट्टि भयो। यो सिडीको मुनिको स्पेस भयो। यहाँ पनि स्टोर बनाउन सकिन्छ। अनि सिडी भयो। सिडीमा चाहिँ यो ब्ल्याक एन्ड व्हाइट टाइपको यो मार्बल हामीले लगाएको छौँ र रेलिङ चाहिँ स्टिलको रेलिङबाट हामीले काम गरेर आएको छौँ है। अनि यसको डिजाइनहरू तपाईँले हेर्नुहुन्छ भने चाहिँ एकदमै राम्रो डिजाइन देखेको छ। अब यो सिडीबाट सट्टा हामी घुमेर माथि आउँदै गर्दाखेरि चाहिँ यहाँ एउटा ठुलो लिभिङ हल छ। यो लिभिङ हल भयो। यो लिभिङ हलको स्पेस चाहिँ एकदमै ठुलो साइजको लिभिङ हल छ। यहाँनेरि लिभिङ हलको साइडपट्टि यतापट्टिबाट यो माथि जाने सिडी भयो। यतापट्टि चाहिँ एक्जिट डोर छ है। यहाँबाट सट्ट बाहिरपट्टिको बरन्डा, बाहिरपट्टिको भ्यू हेर्न मिल्छ। त्यस पछाडि यो लिभिङ हल भयो। लिभिङ हलबाट सट्ट हामी जाँदै गर्दाखेरि यहाँनेरि एउटा मास्टर बेडरुम छ। यो एउटा मास्टर बेडरुम भयो। मास्टर बेडरुमको फल सिलिङ डिजाइन चाहिँ यो टाइपको छ। फ्लोरको टाइल्स चाहिँ यस्तो खालको छ। यतापट्टि चाहिँ यो अलमारी तपाईँले देख्न सक्नुहुन्छ। र यहाँ चाहिँ भयो झ्याल। यसमा ग्रिल चाहिँ यो खालको युज गरेको छ है। यस्तो खालको ग्रिल युज गरेको छ। अनि यो नेटहरू भयो। युपीभीसीको झ्याल प्रयोग गरेको छ यसमा। यतापट्टि एउटा अट्याच बाथरुम पनि छ। अट्याच बाथरुम भयो यो चाहिँ। यतापट्टि अट्याच बाथरुम छ। अट्याच बाथरुमको ढोका चाहिँ यो युपीभीसीको ढोका प्रयोग गरेको छ। त्यस पछाडि यो चाहिँ बेडरुमको डोर हो।